पिन पाइसकेको छु। मैले चाहिँ नेपालमा मगाएको थिएँ। यो चाहिँ मैले 3-4 महिना अगाडि एप्लाई गरेको थिएँ। मैले पाइरहेको थिएन। मेरो चाहिँ डकुमेन्ट के नमिलेको कारणले रिजेक्ट भइरहेको थियो। फेरि पनि गुड मर्निङ, यहाँहरूलाई फेरि पनि वेलकम गर्न चाहन्छु मेरो न्यू डे न्यू भिडियोमा। आई होप हजुरहरू पनि सन्चै हुनुहुन्छ भन्ने आशा राखेको छु। आज चाहिँ मेरो डे अफ रहेको छ। रुम क्लिन गर्नुपर्नेछ र लन्ड्री पनि गर्नुपर्नेछ र साथसाथै मैले बेडसिट र टुलिप कभरहरू पनि चेन्ज गरिसकेको छु। यहाँ मैले वासिङ मेसिनमा लुगा राख्नेछु। वासिङ पाउडर, अब लुगा राखिसकेको छु। मेरो यहाँ खाना पनि रेडी भएको छ। अब फटाफट खाना खानुपर्ने हुनेछ। यो चाहिँ हिजै बनिराखेको छ तरकारी, दाल र भात चाहिँ रेडी भइसकेको छ। फटाफट माइक्रोफोन गरेँ। फाइनली मेरो खाना रेडी भइसकेको छ। तरकारी चाहिँ माइक्रोवेभ गरेको छु। हिमालयन मिठो अचार, अकबरे जिन्जर गार्लिक अचार। खाना रहेको छ भने यहाँ कपडा धुँदैछु मैले वासिङ मेसिनमा। यो रहेको छ मेरो खाना। र खाना खाइसकेपछि म पनि गर्नुपर्ने हुन्छ रुममा। खाइला खाइसके
घाम लागेको छ सी यस्तो घाम लागेको छ बाहिर भन्न चाहे फेरि हजुरहरूको अगाडि अघि चाहिँ मैले भिडियो लेख्दा बिचमा चाहिँ थोरै क्लिप लिएको थिएँ। आज चाहिँ हजुरहरूको अगाडि मैले गुड न्युज लिएर आएको छु भनेर भनेको थिएँ। त्यो चाहिँ के रहेको छ भन्दाखेरि मैले चाहिँ फाइनल्ली मेरो युट्युब गुगल एडसेन्स पिन पाइसकेको छु। मैले चाहिँ नेपालमा मगाएको थिएँ। यो चाहिँ मैले 3-4 महिना अगाडि एप्लाई गरेको थिएँ। मैले पाइरहेको थिएन। मेरो चाहिँ डकुमेन्ट के नमिलेको कारणले रिजेक्ट भइरहेको थियो। फेरि पनि मैले फेब्रुअरी 16 मैले एप्लाई गरेको थिएँ। फाइनल्ली 1 महिना पछाडि विथिन 3 to 4 weeks त यसले टाइम लिन्छ। मेरो चाहिँ 1 महिना पछि आयो र मैले पाइ पनि सकेँ। मैले सेट पनि गरिसकेँ। अब चाहिँ भने मैले युट्युबबाट पेमेन्ट रिसिभ गर्न सक्छु। यो चाहिँ धेरै खुसीको खबर भन्नुपर्छ मेरो लागि भन्दा पनि हजुरहरूको लागि पनि। धेरै दुःख गर्नुपर्छ यहाँसम्म आइपुग्नको लागि। धेरै दुःख गरेँ भन्दा पनि जीवनमा नसोचेको पनि भइदिँदो रहेछ। मैले चाहिँ 1 हप्ता अगाडि रिसिभ गरेको थिएँ। मैले चाहिँ यो भिडियो बनाउन पाइरहेको थिएन। मेरो ड्युटी बिजी भएको कारणले अरब कन्ट्रीहरूमा चाहिँ ईद थियो नि त। ईदले गरेर मेरो ड्युटी चाहिँ बिजी भइरहेको थियो। मैले चाहिँ भिडियो बनाउन पाइरहेको थिएन। फाइनली मैले गुगल एडसेन्स पिन पाएर पनि मैले सेट पनि गरिसकेँ। अब चाहिँ मैले युट्युबबाट पेमेन्ट पाउन सक्छु भन्नुपर्छ। अनि यो चाहिँ मैले कसरी मगाएको थिएँ भन्दाखेरि कहाँ मगाएको थिएँ भन्दाखेरि नेपालको एड्रेसमा आफ्नो एड्रेस दिनुपर्ने हुन्छ। एड्रेस भेरिफिकेसन गर्दाखेरि मैले चाहिँ नेपालको एड्रेसमा मगाएको थिएँ। पोस्ट अफिस हुलाक भनौँ न, हुलाकमा मगाएको थिएँ। फाइनली हुलाकबाट पनि मैले पाइसकेर मैले पिन पनि सेट गरिसकेँ। सबै भइसक्यो। अब चाहिँ मैले युट्युबबाट पेमेन्ट पाउन सक्छु भन्नु पर्यो। धेरै धन्यवाद हजुरहरूको सपोर्टको लागि। धेरै भित्री मनदेखिबाट हजुरहरूलाई धन्यवाद भन्न चाहन्छु। फेरि सानो स्वरले बोल्नुपर्ने हुन्छ। मेरो रुममेटहरू सुतिरहेको छ नि त। साथीहरूको चाहिँ नाइट ड्युटी पनि छ। त्यो फेरि उनीहरूलाई डिस्टर्ब हुन्छ। फेरि कम्प्लेन गर्छ उनीहरूले। यो पिन पाउन चाहिँ यति दुःख गरेँ। धेरैचोटि एप्लाई गरेँ। मेरो चाहिँ आइरहेको थिएन। फाइनल्ली अब यो पालि चाहिँ फाइनली मैले पाएर पनि सेट गरिसकेँ। अब चाहिँ मैले युट्युबबाट पेमेन्ट पाउन सक्छु। फेरि पनि हजुरहरूलाई थ्याङ्क यू भन्न चाहेँ कि हजुरहरूको सपोर्ट, हजुरहरूको मायाले गर्दा म यहाँसम्म पुगेँ। अझै पनि हजुरहरूको साथ सपोर्टको आवश्यकता छ भन्न चाहेँ मैले। धेरै धन्यवाद। यो पिन चाहिँ मेरो पुग्नको लागि चाहिँ वान अफ द बिग अचिभ इन माई लाइफ भन्नुपर्छ। धेरै खुसी छु। जीवनमा कहिल्यै नभएको खुसी आज छु भन्नुपर्छ। त्यो सबै साथीहरूलाई धेरै धन्यवाद भन्न चाहन्छु। बाई। आजको भिडियो यहाँ इन्ड गर्न चाहन्छु। बाई।